आज म यो डेमोन पडको टावर हाउसमा आएको छु हैन। अब एउटा कुरा चाहिँ अब मैले धेरै समुद्रहरुतिर म घुमिरहेको छु, तर एउटा कुरा मलाई के थाहा पाएँ, अब मेरो आफ्नै आकलन हैन। अब आकाश खुल्यादिन चाहिँ समुद्र एकदम निलो आकाश जस्तै हुन्छ। अब आज त्यति आकाश खुलेको छैन हैन। अब पानी पुरै धमिलो जस्तो देखिन्छ। यो मेरो आफ्नै आकलन हो कि अब साँच्चीकै हो। जस्तै अब यो साइडमा अलिअलि खुलेको छ, यहाँ चाहिँ पुरै निलो छ हैन। अब फेरि यतापट्टि हेर्यो भने फेरि यतापट्टि कालो छ, यो बादल जस्तै कालो छ। भनेपछि अब मेरो उसमा चाहिँ आकाश जस्तो भयो, समुद्रको पानी पनि त्यस्तै हुँदो रहेछ भन्ने चाहिँ मैले बुझेँ। यहाँ चाहिँ अब खै के हो यो चाहिँ अब थाहा छैन राम्रोसँग। शान्त चराचुरुङ्गीको आवाज।